केम्सजी के छ यता हेर्नु त कतिको खुसी लागिरहेको छ धेरै खुसी लागेको छ हैन क्षेत्र नम्बर 4 लाई अझ राम्रो बनाउँदै अगाडि बढ्ने एउटा गन्तव्य लिएर हिँडेको छु र साथमा जनादेश पार्टीको थ्रुबाट प्रतिनिधित्व गर्न पाउँदाखेरि धेरै खुसी लागिरहेको छ हजुर अनि अब क्षेत्र नम्बर 4 मा विकास गर्ने प्रब्लम के छ भन्ने कुराको मैले एउटा प्लानिङ अगाडि बढाएको छु अब त्यसलाई सोलुसनमा चाँडै इम्प्लिमेन्ट गर्ने पार्टी र जुन जेनजी युवाको एउटा विश्वास लिएर तपाईँ अगाडि बढ्नु भएको छ यसको बारेमा के भन्न चाहन्छु देशका जनताहरूप्रति र यो जेनजी युवाप्रति जेनजीले गरेर एउटा जुन अहिलेको टाइममा अगाडि बढाउन जुन मद्दत पुऱ्यायो भ्रष्टाचार विरुद्धको लागि सबैजनाले अहिले थाहा पाइरहेका छन् भ्रष्टाचार गर्न हुँदैन अब युवाहरू फेरि अग्रसरता फेरि अगाडि बढ्ने गर्छन् भन्ने हिसाबले गर्दा होइन जेनजी कि थ्रुबाट प्रतिनिधित्व गर्न पाउँदाखेरि खुसी पनि छु र आगामी दिनमा हरेक जेनजीको लागि निडर भएर लड्नेछु धन्यवाद हाम्रो साथमा हुनुहुन्छ हाम्रो 4 नम्बर प्रदेशको उम्मेदवारी दिनुभएका हाम्रो जनादेशबाट केम सिंहको उहाँको ड्याड हुनुहुन्छ हामीसँगमा अनि बुवालाई कतिको खुसी लागिरहेछ छोरा आज उम्मेदवारी दिएर देशको सेवाका लागि अग्रसरता देखाएको छ यो बारेमा के भन्न चाहनुहुन्छ देशमा त युवाको अनिवार्य उपस्थिति हुनुपर्छ र केम साबु क्षेत्र नम्बर 4 बाट जुन उपस्थिति दिनुभएको छ उहाँलाई धेरै धेरै शुभकामना छ अब लिएर आउने हो जनादेश यता पनि फोटो होस् है यता फोटो होस् बधाई छ राम्रो होस् विजय पुग्नुहोस् मनदीपजी तपाईँलाई एउटा कुरा राख्न मैले सोधेँ यो जनादेशबाट जुन युवा साथी तपाईँको केम सिंह उठ्नु भएको छ कतिको खुसी लागिरहेछ र के एजेन्डा एउटा बोकेर सानोमा केही भनिदिनु पर्यो अब उहाँ भनेको हाम्रो जेनजीबाट हुनुहुन्छ अनि एउटा 4 नम्बरबाट उठ्नु भएको छ हामी जेनजीको प्रतिनिधित्व गर्ने हामीलाई धेरै खुसी लागेको छ हाम्रो अहिले 4 नम्बर भनेको धेरै ठाउँमा अनडेभलप छ उहाँ त्यसमा पनि राम्रो भूमिका निभाउनु हुने आशा छ हाम्रो अनि त्यही भएर उहाँलाई चाहिँ हामीले अगाडि सारेर उहाँले सबै चिजमा परिपक्व हुनुहुन्छ सब ठाउँमा सब विधामा परिपक्व हुन्छ त्यही भएर उहाँले चाहिँ हामी उम्मेदवारी आज मनोनयन गर्न ल्याएको हो हस् धन्यवाद कसको विरोध प्रतिनिधि मुकर निर्वाचन अधिकारी अनुसूची 11 होइन स्थायी ठेगाना हुनु पर्यो यसमा भनेको उयो हुनु पर्यो अन्तिम मतदाता नाम मेरो नाममा समावेश छ र अन्य अरू पनि गरौँ पहिला यो पनि काम गरौँ